साथीहरुसँग कुरा गर्न त धेरै मन थियो र मैले पनि धेरै कुरा राख्ने भन्ने चाहिँ सोच्थेँ, तर समयको चाहिँ कम समय, त्यो भएर चाहिँ म कवितामा चाहिँ प्रवेश गर्छु। कविताको शीर्षक चाहिँ हामी जेन्जी हौं, आक्रोशबाट जन्मिएको चेतना शीर्षकबाट चाहिँ कविता भन्दैछु। हामी हतारमा उठेको भिड होइनौं, हामी वर्षौंदेखि अन्यायको धुलो निल्दै आएको पुस्ता हौं। हामी हतारमा उठेको भिड होइनौं, हामी वर्षौंदेखि अन्यायको धुलो निल्दै आएको पुस्ता हौं। हाम्रो शान्ति कमजोरी थिएन, हाम्रो शान्ति कमजोरी थिएन, त्यो चेतनाको स्वयं थियो। यो देश नाराले बिग्रिएको होइन, यो देश नाराले बिग्रिएको होइन, गलत निर्णयले कुहिएको छ, गलत निर्णयले कुहिएको छ। हामी त्यसको पीडित मात्र होइन, हामी त्यसको पीडित मात्र होइन, जिउँदो प्रमाण हौं, जिउँदो प्रमाण हौं। हामीले सुनेका छौं परिवर्तनका भाषण, हामीले सुनेका छौं परिवर्तनका भाषण, तर परिवर्तन सधैँ कागजमै थन्कियो, तर परिवर्तन सधैँ कागजमै थन्कियो। अनुहार फेरिए तर सत्ता चलाउने हात उस्तै रहे। हामी पढ्यौं डिग्री आयो तर भविष्य आएन, तर भविष्य आएन। हामीले काम खोज्यौं, हामीले काम खोज्यौं, तर श्रमको मूल्य होइन, पहिचान र पहुँचको बजार चलाइयो, तर श्रमको मूल्य होइन, पहिचान र पहुँचको बजार चलाइयो। अब नसोध्नु किन रिसाएको यो पुस्ता, अब नसोध्नु किन रिसाएको यो पुस्ता। रिस त त्यति बेला जन्मियो जब सपना अपराध बनाइयो, जब सपना अपराध बनाइयो। हामी असन्तुष्ट मात्र होइनौं, हामी असन्तुष्ट मात्र होइनौं, हामी आक्रोशित छौं, हामी आक्रोशित छौं। तर सम्झ यो आक्रोश अनुभवहीन छैन, तर सम्झ यो आक्रोश अनुभवहीन छैन। यो अनुभवले धारिलो बनेको हो। हामी प्रश्न गर्छौं, हामी प्रश्न गर्छौं, किनकि भाग्न चाहेका होइनौं, किनकि भाग्न चाहेका होइनौं। देश छोड्ने होइन, देश छोड्ने होइन, देश बदल्ने जेन्जी हौं, देश बदल्ने जेन्जी हौं। हामी समानताको कुरा भावुक स्ट्याटसमा होइन, नीतिमा खोज्छौं, हामी नीतिमा खोज्छौं। हामी न्याय नारामा होइन, हामी न्याय नारामा होइन, संरचना भत्किँदा देख्न चाहन्छौं, हामी संरचना भत्किँदा देख्न चाहन्छौं। हामीले देख्यौं कानुन मोटा किताबमा कडा छ, हामीले देख्यौं कानुन मोटा किताबमा कडा